हेलो 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 आज चाहिँ हामी यो गिरेकोट हरनास गाउँपालिका 4 नम्बर हामी यहाँ आइपुगेका छौँ। घुमघाम गर्ने क्रममा चाहिँ यसो स्याङ्जा जिल्लामा चाहिँ हामी आएका छौँ। यहाँको दृश्य हेर्दाखेरि यति रमाइलो छ, आमामामा कुरै नगरौँ। होइन ओ केटा यहाँ यता हेरौँ न। यति राम्रो छ यहाँ चाहिँ। अब रोडको चाहिँ तलसम्म रहेछ। यहाँ अझै चाहिँ यहाँसम्म ल्याइदियो भने राम्रो हुन्छ होइन। गाउँपालिका नगरपालिका होइन, गाउँपालिका दामी छ। यहाँबाट यसो हेऱ्यो भने माछा पुछ्रे होइन। अनि के अरे यो ढौलागिरी दामी देखिन्छ। आमा यहाँनिर चाहिँ यो यहाँबाट चाहिँ यो चाहिँ पहिला चाहिँ यहाँ चाहिँ अब के अरे यो सङ्कटकालमा चाहिँ यहाँ चाहिँ भिडन्त पनि भएको ठाउँ हो त्यसो होइन। यहाँबाट चाहिँ यहाँ मान्छेहरूको कतिजनाको चाहिँ यहाँ भिडन्तमा परेर डेथ भएको छ। गणतन्त्र ल्याउनको लागि माओवादीहरूले योगदान दिनुभएको छ, त्यसको लागि चाहिँ धन्यवाद दिनुपर्छ। कतिजना चाहिँ यहाँ शहीद हुनुभयो, उहाँहरूको लागि चाहिँ आत्मादेखि सम्मान। तर यहाँ आउँदाखेरि के लाग्छ भने एकदम मनलाई चाहिँ यति आनन्द मिल्छ। ल गाइज के छ अनि यहाँ कतिको रमाइलो भइरहेछ गिरेकोट मन्दिर आमामा होइन। ल ल ल ल ल ठिक छ। ल ल ल धार्मिक मन्दिर छ यो हाम्रो। यो चाहिँ एकदम एउटा धार्मिक प्लेस पनि छ क्या। यो एउटा रमणीय ठाउँ मात्र नभएर यो एकदम धार्मिक ठाउँ। यो साइडमा हेऱ्यो भने यति रमाइलो देखिन्छ। आमामा यो चाहिँ चित्रे भन्छ हामी स्याङ्जाको एकदम दामी छ। अहिले यहाँ चाहिँ अलिक कुहिरो लाग्छ, नत्र त खतरा देखिने हो भने यहाँ पोखरा सबै देखिन्छ। क्या हो पिकनिक स्पोट कि के अरे त्यो बाघ खासमा त्यहाँ जे गर्दा नि भयो त्यो। अब चाहिँ हामी चाहिँ त्यो डाँडामा जाने होइन साथी। हामी चाहिँ यो घरबाट निस्किएर हिँडेको चाहिँ कति दिन होला भन्नु त? हामी कमसेकम 4 दिन पुरा हो। आज 5 दिन। अनि घर पुग्ने चाहिँ कहिले हो? अब यतिको रमाइलो ठाउँदेखि त घटेर जान पनि मन लाग्छ नि त। अनि यस्तो आनन्दित ठाउँ छ कि अब यहाँबाट निस्क्यो भने अब के अरे यहाँ आयो भने चाहिँ अब जानै मन लाग्दैन, घरतिर फर्किनै मन नलाग्ने खालको चाहिँ प्लेस छ। यहाँको दृश्य हेर्दाखेरि आमामा होइन। हेर्नु न यस्तो दामी छ यहाँको यो गोरेटो पनि यस्तो दामी छ। आमा माछा पुछ्रे यहाँनिर छ कि आमा। के गर्ने गाइज, क्यामेराको क्वालिटी छैन। सो अब अलि यत्रो खालको क्यामेरा किन्नेछु अनि खतरा भिडियो बनाउने छु। तर एकचोटि चाहिँ हामीले यहाँ पूजा गर्न भनेर आएको। अनि पूजा गर्न नि उहाँ के अरे बङ्गुरको मासु चाहिँ घरमा घिचेर आएँ है। पछि अनि यसो पूजा गर्ने बेला ठ्याक्कै हामी चाहिँ यहाँ आइपुगेको। पुजारी बाजे पनि ठ्याक्क मन्दिर चाहिँ बन्द गरेर गइसक्नु भएको रहेछ। अनि हामी चाहिँ फेरि पुजारी बाजेले बोलाउनु गएको। पुजारी बाजेले चाहिँ भोलि आउनु भन्नुभयो। अब हामी उहाँदेखि आएको, अब कहाँ भोलि आउने। अनि हामी आफै पुजारी हामी आफै पूजा गऱ्यो अनि गएको होइन। ठिक छ, दामी प्लेस छ।
खतरा छ नि यहाँको प्लेस यार आमामा यो साइडमा चाहिँ गुर्जा भन्ने ठाउँ छ है यो साइडमा चाहिँ खैरेनी छ है खैरेनी यो साइडमा चाहिँ खैरेनी छ खैरेनी होइन भीमा के अरे के भन्छ पोखरा यो साइडमा चाहिँ पोखरा छ तर हामीले चाहिँ यो अलि यो कुहिरो नलागेको भए यहाँबाट चाहिँ अलिअलि देखिन्छ दामी देखिन्छ होइन अनि यहाँबाट चाहिँ यो साइडमा चाहिँ भीमा खैरेनी भीमा त सर यहाँ चाहिँ यहाँनिर चाहिँ माछा पुच्छ्रे धौलागिरी यहाँबाट देखिन्छ नि त पुन्डीकोट यो डाँडामा त हो यहाँ डाँडामा छ नि त पुन्डीकोट मेरो ख्यालमा त्यही हो जस्तो लाग्छ है सारङकोट चाहिँ देखिन्न है फेरि मेरो ख्यालमा यहाँबाट देखिन्न होला ल लगाइ अब मेरो भिडियो चाहिँ लाइक गर्नु पर्यो कमेन्ट गर्नु पर्यो होइन सेयर गर्नु पर्यो किनभने अनि यस्तो खालको दृश्य चाहिँ म मात्रै ल्याउँछु अरू कसैले ल्याउँदैन त्यही भएर मेरो युट्युब च्यानल चाहिँ सब्सक्राइब गर्ने यदि मेरो युट्युब च्यानल चाहिँ थाहा छैन भने सागर एमजीआर ब्लग छ पक्का पनि सब्सक्राइब गर्ने है भिडियो चाहिँ ड्याङ्की दिनु पर्यो क्या लाइक दिन पर्यो अनि सेयर गर्नु पर्यो तब यस्तो खालको भिडियो यस्तो खालको प्लेसहरू म देखाउँदै गर्छु तपाईँहरूलाई आमा होइन के गर्ने मेरो भिडियो मेरो च्यानल लाइक गर्ने कि नगर्ने सब्सक्राइब गर्ने कि नगर्ने भिडियो लाइक गर्नु पर्यो अनि पर्यो यति दुःख गरेर उहाँ चितवनदेखि चाहिँ यहाँ आएको छ यति तपाईँहरूलाई भनेर चाहिँ यस्तो भ्यू देखाउनु आएको है सो यति पनि गरिनु भने के काम हाम्रो मेहनत त्यतिखेर जान्छ प्लिज भनेर भन्न त मन थिएन तै पनि प्लिज सब्सक्राइब चाहिँ गरिदिनु लाइक कमेन्ट सेयर है त लगाइ धन्यवाद थ्याङ्क यू भनौँ न थ्याङ्क यू ल नमस्ते आमामा हेलो सबैजना गोर्खे सोल्टा हो लाइक सेयर गोर्खे सोल्टा हो लाउरी आमामा ल ठिक छ हाम्रो कोरियन लाउरी कोरियन लाउरी आमामा 안녕하세요 만나서 반갑습니다 तै पनि भनिदिनु पर्यो नि पहिलोचोटि खुसी लाग्यो होइन नमस्वा मैले नि अलिअलि हल्का कोरियन चाहिँ अलिअलि यसो पढेको थिएँ तै पनि बिर्सिसकेँ के पढेको त्यो सबै बिर्सिसकेँ यस्तो ठाउँमा आइरहेको छ ल अब हामी चाहिँ पूजासुजा गऱ्यो अब चाहिँ फर्केको अवस्था हेलो गाइज ल अघि त्यो मन्दिरमा चाहिँ के तपाईँले के माग्नुभयो भन्नु मलाई चाहिँ मेरो सबै फ्यामिली चाहिँ राम्रोसँग होस् बाहिर विदेशमा भएर जहाँ गए पनि सकुशल होस् घर परिवारमा दुःखी नहोस् होइन सबै एकदम राम्रो छ घर परिवार चलोस् भन्ने चाहिँ फ्यामिलीको मात्रै एकदमै म त यो हाम्रो नेपाल नै राम्रो होस् भन्न चाहन्छु होइन हामी हाम्रो देशतिर किन धाइरहने हामी नेपालमै त हाम्रो ठुल्ठुलो नेताहरू सबै यो पालिको चुनावमा चाहिँ डाउन होस् पनि भन्ने चाहन्छु कि मै उठ्दिनु पर्छ हामी आफ्नै नेपाल राम्रो छ अनि किन जाने अब यो खास भन्यो भने चाहिँ यो हाम्रो नेपाल चाहिँ किन पछि परिरहेको छ भन्दाखेरि चाहिँ यो साला केपी शेरे अनि प्रचण्डे तिनजना जहिलेसम्म रहन्छ तहिलेसम्म देश बन्दैन होइन के कसो हो गएर ठोकिदिनु पर्छ कि बाजेलाई यार तर म त्यसरी त्यस्तो खालको हिंसा गर्ने मान्छे चाहिँ होइन भयो नि यसो अब उनीहरूको कारण चाहिँ देश चाहिँ बर्बाद भइरहेछ होइन कति लाखौँ युवाहरू चाहिँ
रोजगारीको लागि चाहिँ बाहिरिनु पर्ने अवस्था छ कि व्यवसाय गर्ने अथवा केही रोजगारको लागि चाहिँ यही उस गरिदियो भने चाहिँ उस हुन्छ उस गऱ्यो भने उस हुन्छ होइन के कसो एकदमै सही भन्नुभएको छ। उस गरेर अनि उस गर्नुपर्छ अनि तब उस हुन्छ उस गरेर उस गर्नुपर्छ तर धेरै उस भयो भने इन्टरपोल लगाएर नाके भाइ जस्तो फेरि टेन्सनमा आउन सक्छ त्यो धेरै नबोल है। ठिक छ एकदम। अच्छा साथी हो यहाँ उस भन्ने ठाउँ कहाँ छ यो उसके ठिक छ रमाइलो छ कहिलेकाहीँ चाहिँ यसो रमाइलो गर्नुपर्छ होइन खतरा हो यहाँ चाहिँ सोल यहाँ खाना खाना पस्ने हो र ओ दिदी ओ झोले दिदी झोले झोले कि नझोले हो ओ छ नाजी फर्केको ओ दाइ झोले झोले दिदी दाइ ल रानी ना कुलाङले हजुर खाजा खाजा के खाने हो र केटा होइन खाजा ल ल मागेले छु अहिले बिहान मासु भात खाएर आयो अनि मन्दिर पुजेर के हुन्छ यस्तो पूजा गर्न भनेर आउने अनि बिहान टन्न मासु भात खाएर आउने कहाँ हुन्छ यार ठाउँ पायो भने भोले बाबा भइन्छ अब ठाउँ छैन यतातिर त्यस्तो। ठिक छ सोलमारी हान्न जाने केटा हो सोलमारी आमा चिरिप पार्ने अनि पुरा सोलमारीमा झ्याप सोलमारीको लागि पनि फेरि पुग्नु पर्छ क्या फेरि। ल ठिक छ केही छैन अब चट्ट गइन्छ के अरे हामी अब कहाँ जाने हो त्यो डाँडामा जाने होइन त्यो डाँडामा गएर अनि पुरा त्यहाँ डाँडामा चाहिँ एकछिन घुमिन्छ अनि त्यहाँको दृश्य त्यहाँबाट देखिने दृश्यहरू पनि तपाईँहरूलाई देखाउनेछु। त्यहाँ चाहिँ अब त्यहाँबाट फेरि हामी राम्ची भन्ने ठाउँमा चाहिँ जाँदैछौँ हामी त्यहाँ राम्चीमा चाहिँ हामी खानासाना खाएर अनि त्यहाँबाट फेरि के अरे सिद्ध गुफा घाङचेलुङ अनि सिद्ध गुफा ल ठिक छ ल ल ल ल ल ओ दाइको कुलागाले ए निवार्नियाले ए मगर भाषामा रहेछ जम्मै निवार्नु त हाल्यो होला नि ए यहाँ पछाडिको दिदी चाहिँ मगर्नी हुनुहुन्छ ल झोर्ली दिदी ल कहाँ घाँस काट्न हिँड्नु भएको ए ल ठिक छ ल जाने हो र हामीलाई घाँस काट्न आउँदैन बोक्दिन भयो नि आउने भने आउँछ ल ल ल खुर्किएर हो नि त अन्त खुर्किएर भन्ने यो भिडियो चाहिँ अनिमा जापानमा चाहिँ बुढीले हेरेर एकदम खुस हुन्छ। अब हामी चाहिँ यहाँबाट चाहिँ अब जाने अब सर र अब हामी कहाँ जाने ल भन्नु त हामी उता पहिला त त्यो डाँडा गइन्छ त्यसपछि राम्चे गएर अनि त्यसपछि हामी घाङचलुङ भन्ने कुन ठाउँमा हो घाङचलुङ भन्ने गाउँको नाम के अरे थाहा भएन कि भानुमती घाङचलुङ त्यसपछि भानुमती भनेर एउटा उस होइन भानुमती गाविस हो होइन हामी घाङचलुङ गइन्छ अनि त्यहाँबाट त्यसपछि सिद्ध गुफा गइन्छ। ल चाहिँ अब गिरिकोटबाट चाहिँ अब हामी खै के भन्ने डाँडामा जाँदैछौँ यहाँको दृश्य चाहिँ
ठाकु यो त्यसको नाम चाहिँ ठाकु है यो चाहिँ हामी बनाएको छ जानुपर्छ है मासतिर डाँडामा जाने डाँडामा जाने